नमस्ते तपाईँ सम्पूर्णमा यो हप्ता चाहिँ मेरो 3 दिन छुट्टी रहेको छ अनि यो 3 दिनको छुट्टी चाहिँ म कसरी बिताउँछु भनेर चाहिँ यो ब्लग बनाउँदै छु। प्राय जस्तो मैले ब्लगहरू चाहिँ कहिले म ट्राभल गर्न गएको बेलामा कुनै इभेन्टहरू एटेन्ड गरिरहेको बेलामा चाहिँ बनाउने गर्छु। त्यही भएर मेरो ब्लगहरू कहिले एक हप्तामा, कहिले चाहिँ एक महिनामा, कहिले 2-3 महिनामा आउने गर्छ। मलाई ब्लगहरू चाहिँ बनाउन मन लाग्छ, तर पनि कस्तो छ भनेपछि अब समयहरू मिलिरहेको हुँदैन नि त हैन। त्यही भएर टिकटकहरू चाहिँ आजकल चलाउन थालेको छु। मैले 2 वर्ष चाहिँ मैले टिकटक चलाएन, डिएक्टिभेट गरिराखेको थिएँ अनि अहिले चाहिँ मैले चलाउन थालिरहेको छु। तपाईहरुले मेरो टिकटक पनि हेर्न सक्नुहुनेछ, मेरो फेसबुकमा गएर पनि हेर्न सक्नुहुनेछ र प्लिज तपाईँ सम्पूर्णले मेरो यो च्यानल पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ। यो चाहिँ मैले हिजो किनेर ल्याएको फुल रहेको छ। मलाई कस्तो मनपर्छ फुलहरू, त्यही भएर म ल्याइरहेको हुन्छु घरमा। अनि यो चाहिँ मेरो पूजाको एरिया। विदेशमा अब नेपालमा जस्तो पाइँदैन नि त हैन, त्यही भएर जे छ त्यसलाई नै हामीले म्यानेज गरेर बनाउनु पर्छ। लुक्स सो ब्युटिफुल। सँगै चिया पनि सँगै रहेको छ। हामीले अब फ्री टाइमलाई चाहिँ युटिलाइज गर्नुपर्छ हैन, किनभने मेरो 3 दिन छुट्टी रहेको छ। म सुत्यो भने म सुतेको हुन्छु के, अनि केही काम गरेँ भने मैले केही काम गरिरहेको हुन्छ नि त। अनि आज चाहिँ मैले के गरेँ भन्दाखेरि म बिहानै उठेँ हैन। मैले हिजो बेलुका नै चामललाई चाहिँ दुधमा भिजाएर राखेको थिएँ, किनभने 12 घण्टा चाहिँ दुधमा चामल भिजेपछि त्यसलाई खिर बनाउनु चाहिँ एकदम राम्रो हुँदो रहेछ। यो चाहिँ मेरो आफ्नो टेक्निक हो। मेरो साथीहरूले चाहिँ मैले बनाएको खिर एकदम मन पराउनुहुन्छ, अनि त्यो भएर प्रायः जस्तो मेरो अलिकति लङ विकेन्डहरू भयो हैन, अलिक बढी छुट्टी भएको बेलामा चाहिँ म खिरहरू बनाउँछु अनि उहाँहरूलाई पठाइदिन्छु हैन। भर्खरै मैले मेरो साथीलाई फोन गरेको थिएँ, कहाँ हुनुहुन्छ भनेर सोधेको। उहाँहरू अघि नै वकमा निस्किसक्नु भएको रहेछ, किनभने मलाई पनि जानु मन थियो वकमा आज। म एकछिन पछि जान्छु उहाँको घरमा खिर पुऱ्याउनका लागि। अनि सानसानो बच्चाहरू पनि छ, उनीहरूले पनि यस्तो मन पराउँछ कि म यस्तो खुसी लाग्छ त्यो देख्दाखेरि चाहिँ हैन। उनीहरू सबैले मन पराउँछ। अनि मैले चाहिँ बिहानै खिर बनाइसकेको छु। अब यो चाहिँ साथीहरूलाई पठाउनको लागि मैले प्याक गरेर राखेको खिर हो। अब एकछिनमा म पुऱ्याउन जान्छु उहाँहरूलाई, किनभने एउटा चाहिँ बच्चाको फ्यामिलीलाई हो, अर्को चाहिँ मेरो साथीको लागि हो। बिहानै मैले घर पनि सफा गरिसकेको छु। मैले साथीलाई फोन गरेको थिएँ नि, उहाँहरू चाहिँ अघि नै वकमा निस्किसक्नु भएको छ। अनि प्रायः जस्तो म पनि उहाँहरूसँगै जान्थेँ। अनि आज चाहिँ उहाँहरूले म अब अलिक लेटसम्म सुत्छ भनेर होला उहाँहरूले मलाई फोन गर्नु भएन, बिहानै म्यासेज गर्नु भएन भनौँ न। प्रायः जस्तै हामी चाहिँ म्यासेजमै कुरा गर्छौँ, अनि हरेक कुराहरू के गर्नुपर्छ भने चाहिँ। दिनहरू त मेरो यसरी नै बित्छ प्रायः जस्तो हैन। अनि अहिले चाहिँ यता गऱ्यो उता गऱ्यो हैन, अब त्यसरी नै बित्छ भनौँ न। साथीभाइहरू भेट्यो, गफ गऱ्यो हैन। यो चाहिँ मैले चाहिँ स्टोर गरिरहेको हैन। यसमा चाहिँ मेरो के प्लान छ भन्दाखेरि म यसमा केही न केही रोप्छु भनेर चाहिँ मैले टिन्टा लिएर आएको छु। लेट्स सी के हुन्छ। अब मैले चाहिँ कपडा लन्ड्रीमा लगाइराखेको थिएँ, अब लिन जाँदैछु। यहाँ चाहिँ हावा चलिरहेको छ बाहिर। अस्तिसम्म यहाँ हरियाली थिएन, अनि अहिले कति छिटो हरियाली भएको कि म आफै छक्कै पर्छु यहाँको वेदरहरू देखेर। अस्ति एक हप्ता अगाडिसम्ममा चाहिँ यहाँ पुरा सुक्खा थियो, अहिले चाहिँ पुरा घाँस उम्रेर कति राम्रो भएको छ कि हरियाली भइसक्यो। अब त एक हप्ता पछि त झन् पुरै काट्ने बेला हुन्छ यो घाँस। म चाहिँ अहिले घर बाहिर आएर बसिरहेको छु। यस्तो मजाले हावा चलिरहेको छ। लन्ड्री हेर्न गएको त अहिले त सुकेको रहेछ, कपडा ड्रायरमा लगाइराखेको थिएँ। ओ कस्तो मजाले आउँछ। हिउँमा कति धेरै हिउँ पर्छ यहाँ, अनि गर्मीमा यति धेरै गर्मी हुन्छ, अनि जाडो महिनामा अति नै जाडो हुन्छ। हावा चल्ने बेलामा फेरि हावा पनि मजाले चल्छ यहाँ। यस्तै छ यहाँ अहिले। मैले चाहिँ अब सेल्फी खिचेर बनाइरहेको छु भिडियो। मेरो यो सनग्लास चाहिँ मैले नेपालबाट ल्याएको थियो हैन, मैले मगाएको थियो भनौँ न। मलाई चाहिँ बहिनीले पठाइदिनु भएको, छिरिङ बहिनीले पठाइदिनु भएको हो। अनि मैले अहिलेसम्म लगाइरहेको छु कि यो चस्मा चाहिँ यस्तो सजिलो छ, अनि त्यही भएर लाउनलाई। हामी चाहिँ ग्यारेज सेलमा आएको, अनि मैले चाहिँ कस्तो राम्रो सामान पाएँ कि, किनभने मलाई चाहिँ त्यो फोटो फ्रेमहरू चाहिरहेको थियो। अनि मैले चाहिँ डिजिटल फोटो फ्रेम पाएँ। अब त्यसमा चाहिँ म मेरो एभरेजको फोटोहरू सबै लगाएर राख्नेछु। मैले मात्र $2 तिरेको त्यसलाई। यही हो
ग्यारेज सेल आएको ठाउँ चाहिँ बर्ब पर पैसा तिर्दैछ। मैले चाहिँ पैसा ल्याउनै बिर्सेछु अनि भरे म उसलाई पे गर्छु। आज चाहिँ हामी ग्यारेज सेलमा गएको थियो अनि मलाई चाहिँ यो डिजिटल फोटो फ्रेम चाहिँ $2 पायो। यस्तो राम्रो रहेछ होइन। अनि मैले चाहिँ यहाँ मैले राखेको छु मेरो रुममा। मैले चाहिँ मेरो एभरेजको फोटोहरू चाहिँ यसमा स्लाइड सो बनाएर राखेको छु। यो चाहिँ म एभरेज सबमिट गरेर आइसकेपछिको मेरो फेस हो। यो चाहिँ मेरो प्लेसमेट। यस्तो राम्रो भएको छ, कस्तो राम्रो देखेको के मेरो एभरेजको फोटोहरू सबै यसमा आउँदाखेरि त। कस्तो राम्रो देखेको। यो चाहिँ मैले एभरेज जाँदाखेरि खिचेको फोटोहरू सबै कुराहरू चाहिँ मैले यसमा राखेर स्लाइड सो राखिरहेको छु। डिजिटल फोटो फ्रेम $2 नट अ जोक होइन। $2 मात्रै ल्याएर आएको मैले। यहाँ चाहिँ कति धेरै अब समर लागेपछि ग्यारेज सेल हुने गर्छ अनि हामी चाहिँ ग्यारेज सेलमा जाने गर्छौँ। यहाँ चाहिँ ग्यारेज सेलमा जाँदाखेरि हामीले कति राम्रो राम्रो सामानहरू पनि पाउन सक्छौँ नि त होइन। अनि समर लागेपछि प्रायः जस्तो ग्यारेज सेलहरू राखेको हुन्छ अनि हामी जाने गर्छौँ। अब आउने मेको 17मा चाहिँ मेरो साथीको घरमा अब ग्यारेज सेल राखेको छ अनि बिहानै गएर साथी गर्नुपर्छ। अनि आजले भन्दै थियो 17मा राखिरहेको छ भन्दै हुनुहुन्थ्यो अनि जानुपर्छ, बिहानैबाट जान्छु अनि उसलाई साथी गर्छु। अनि अबको 3 दिनमा अनि आजको एक दिन चाहिँ मेरो ग्यारेज सेलहरू घुम्न। अनि मैले आज खिर पकाएको थियो, त्यो बनाउँदा अनि घरहरू सफा गरेँ, लन्ड्रीहरू सबै गरेँ होइन, सक्यो। भोलिको प्लान चाहिँ के हुन्छ फेरि भोलि नै गर्नुपर्ने हुन्छ। आज चाहिँ मैले यी कार्यहरू गरेँ घर बसेर। आजको यो फर्स्ट डेको काम चाहिँ यति नै रह्यो। अब एकछिनपछि म खाना बनाउँछु मेरो लागि अनि खाना बनाएर खान्छु। कति राम्रो देखेको छ त्यहाँ हेर्नु न, मेरो त्यो डिजिटल फोटो फ्रेम कति राम्रो देखिरहेको, त्यहाँ स्लाइड सो भइरहेको छ। ओ वाउ, टक्कै यहाँ बसेर त्यहाँ हेर्न कस्तो रमाइलो हुने भइरहेको छ। अब चाहिँ कस्तो मजाले चौडैभरि फुल फुलेको छ कि कति राम्रो देखेको यहाँ। अब चाहिँ यो ड्यान्डलिङको हामीले चिया बनाएर खानको लागि टिपिरहेको छौँ। अब चिया बनाउनलाई जाने हो, यो जानुपर्छ घरभित्र। ड्यान्डलिङको चिया चाहिँ रेडी भयो, हामी चाहिँ बाहिर बसेर पिउँदैछौँ। मलाई चाहिँ साथीले चिबेस यस्तो राम्रो भएछ उसको घरमा अनि टिपेर पठाएको छ। मलाई कस्तो मनपर्छ क्या यो चाहिँ धेरै। यो चाहिँ ड्यान्डलिङ चिरा रहेको छ होइन। मलाई चाहिँ थाहा थिएन कि अनि बाहिर कति धेरै फुलिरहेको थियो अनि मलाई साथीले भने कि यो त खानु मिल्छ नि, ड्यान्डलिङ हो भने। हो र भने तिमीले देखाएको छौ टी भन्दा मैले स्टोरमा टी देखाएको थिएँ, कति महँगो पर्छ भनेको। अनि त्यसको जराको चाहिँ टी बनाउँछ अनि हामीले फुल पनि खाँदा हुन्छ भनेर नि हामीले चाहिँ अब फुलको चाहिँ चिया बनाएको छौँ होइन। अघि पनि मैले 1 कप पिएँ अनि मैले फेरि घरमा ल्याएर चाहिँ फेरि बनाउँदैछु। अहिले बाहिर कति धेरै फुलिरहेको छ नि त फुल। अनि म 1 हप्तासम्म ट्राई गर्छु कस्तो आउँदैछ रिजल्ट हेरौँ है हामी। लेट्स सी। मैले गुगलमा सर्च गर्दाखेरि चाहिँ कति धेरै बेनिफिट रहेछ कि यो चियाको। तपाईँहरू चाहिँ तपाईँको छुट्टीको समय कसरी बिताउनुहुन्छ? तपाईँहरूले पनि सानो सानो ब्लगहरू बनाउनु भयो भने राम्रो हुन्छ, किनकि एउटा इन्फर्मेसन सेयर गर्ने त हो नि होइन। अब कसरी हामी बस्छौँ, के गर्छौँ, कसो गर्छौँ भनेर एउटा इन्फर्मेसन सेयरिङसँगै के गरिरहेको छ भन्ने कुराहरू मात्र हो होइन। अनि तपाईँहरूलाई चाहिँ आजको ब्लग कस्तो लाग्यो तपाईँहरूले मलाई प्रतिक्रिया दिन सक्नुहुनेछ। प्रायः म कहिलेकाहीँ मात्रै ब्लग बनाउने गर्छु अनि आज चाहिँ मेरो 3 दिन छुट्टी भएकोले गर्दाखेरि मैले बनाएँ। तपाईँ सबैजना खुसी रहनु होला। आजको लागि चाहिँ यति नै। फेरि पनि म भोलि अर्को ब्लग बनाउने छु। हस्, थ्याङ्क यू, बाई बाई।